पार्टीको साँच्चै दृढ अनुशासन चाहिन्छ। म कमरेडहरूलाई भन्न चाहन्छु, हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो, त्यसकारण हरेक व्यक्ति स्वतन्त्र छ। हरेक व्यक्ति आफ्नो अध्ययन, आफ्ना चिन्तन, आफ्ना निष्कर्ष, आफ्ना विचारहरू निकाल्न पाउँछ र योगदान गर्न पाउँछ। तर पार्टीका नीति निर्णयभन्दा विपरीत स्वतन्त्रताका नाममा, आफ्नो अध्ययन र त्यसको निष्कर्षका नाममा पार्टीका नीति निर्णय जो हाम्रा सामूहिक बलबाट निकालिएका छन्, प्रयासबाट निकालिएका छन्, ती सामूहिक प्रयासका विरुद्ध मेरो निजी कुरा भनेर, सामूहिक हितका विरुद्ध मेरो निजी हित भनेर, राष्ट्रिय स्वार्थका विरुद्ध सामूहिक स्वार्थका विरुद्ध मेरो निजी स्वार्थ भनेर चल्न हुँदैन। त्यसलाई अनुशासन भनिँदैन र त्यो स्वतन्त्रता पनि होइन। कसैको भए पनि बज्नु भएन। तपाईहरु सबैले एउटा जानकारी पाउनुभयो होला, यहाँ मोबाइल बज्यो, यसो भनेको अब उपरान्त मोबाइल बज्नु हुँदैन भने हो। कसैको पनि मोबाइल बज्न हुँदैन, बैठकभित्र कुराकानी गर्नु हुँदैन, मैले भनिरहनु परेन। म अनुशासनकै कुरा गर्दै थिएँ। हाम्रो पार्टी महान अभिभारा बोकेको छ भने त्यत्तिकै दृढ अनुशासन र अनुशासन विचार र अनुशासनमा बाँधिएको एकताका साथ हामी अगाडि बढ्छौँ। उल्क्याउँछन्, त्यहाँ त कोही बोल्नै पाउँदैन, एमालेमा कोही बोल्नै पाउँदैन। त्यहाँ केपी ओलीको अधिनायकवाद चल्छ, तानाशाही चल्छ, कसैले आँखामा आँखा जुदाएर बोल्नै सक्दैन, हेर्नै सक्दैन। यस्ता हल्ला चलाउँछ। आलोचनात्मक चेत हराएका झोलेहरू एमालेमा बस्छन्, यस्ता कुरा गर्छन्। नत्र ती विरोधमा बोलिहाल्थे नि। कोही केपी ओलीको विरोधमा बोलेका हुन्छ। केपी ओलीले विरोध गर्नुपर्ने कुनै कामै गर्दैन त के भनेर विरोध गर्ने? उनीहरूले त्यसो भन्छन्। लिडरसिपप्रति अनास्था जगाउनका लागि, पार्टी एकतामा खलल पुर्याउनका लागि त्यस्ता उचाल्ने कुराहरू गर्छन्। यस्तो कुराहरूबाट हामी प्रभावित हुनु हुँदैन। यसतर्फको आवाज बोकेर पनि प्रतिनिधि आएका छन् भन्ने हल्ला चलाउँछन्। हिजो चुनावमा लड्दा प्यानल भएर पनि लडियो होला, स्वतन्त्र भएर पनि लडियो होला। कुन प्यानल भयो, कुन स्वतन्त्र भयो, के भयो, त्यो हिजै परिणाम आउनसँगै सिद्धियो। अब नेकपा एमालेको केन्द्रीय कमिटीमा हामी छौँ र यो केन्द्रीय कमिटी यो प्यानल र त्यो प्यानल होइन, नेकपा एमालेको देश हाँक्ने केन्द्रीय कमिटी हो। यो एकजुट छ, एक धिक्का छ। यो पक्ष छैन, ऊ पक्ष छैन, यो प्यानल छैन, ऊ प्यानल छैन। त्यस हिसाबले हामी अगाडि बढ्दछौँ। यही भावनाका साथ, यही दृढताका साथ हामी अगाडि बढ्छौँ। देश अप्ठ्यारो अवस्थामा छ। यो अप्ठ्यारो अवस्थालाई सजिलो अवस्थामा पुर्याउने अभिभारा हाम्रो पार्टीको काँधमा छ। हामी गर्छौँ त्यो। नत्र कसले गर्छ त यो देशमा? अप्ठ्यारो अवस्था आयो, नेकपा एमाले बाहेक बोल्न सक्ने, बोल्ने अर्को कुनै शक्ति नै देखिएन त। डेमोक्रेसीको हरण हुँदा एउटा बहानाबाजी बनाइयो, त्रासदीपूर्ण, आतंकपूर्ण परिस्थिति निर्माण गरेर लोकतन्त्र मास्ने, संविधान मिच्ने काम भयो। प्रतिनिधि सभा विघटन गर्न शर्त राखेर अगाडि बढ्ने काम हो।
अर्थात् सुनियोजित ढङ्गले एउटा भयानक षड्यन्त्र भयो डेमोक्रेसीका विरुद्ध, देशका विरुद्ध। त्यो षड्यन्त्रको दौरान आगजनी, तोडफोड, लुटपाट हामीले देखेका छौँ। देशको अर्थतन्त्रलाई नै कमसेकम चौथाई शताब्दी पर धकेल्ने गरी कम्तीमा यो अहिले लोकतन्त्र विरुद्ध, गणतन्त्र विरुद्धको यो अभियान चलाउनका लागि यत्रो विध्वंस मचाइयो। यसबाट जोगाउने कसले? जनतालाई यसबाट त्रसित हुनबाट, भयबाट मुक्त गरेर जनतालाई फेरि देशमा लोकतन्त्र फर्काउने, शान्ति पुनर्बहाली गर्ने, यस कामको नेतृत्व कसले गर्ने? नेकपा एमाले गर्नुपर्दछ। त्यो अभिभार लिएर हामी आएका छौँ यहाँ। त्यसकारण हामी विचारमा स्पष्ट छौँ। हाम्रो सङ्गठन व्यापक छ, सुदृढ छ। गतिशीलता थप्न जरुरी छ। गतिशीलता थोरै मात्रै गतिशीलता भयो सङ्गठनको, यसलाई तीव्रता दिनुपर्छ। मैले पहिले पनि भनेको छु, कमरेडहरूले फर्किएर गाउँमा गएर हरेक टोलमा, टोलमा टोल सुरक्षा समिति निर्माण गर्नुहोस्। पहिलो काम हो। अत्यधिक टोल सुरक्षा समितिहरू बनाउनुहोस् र आफ्नो सुरक्षा आफै टोलमै, शहरमा, गाउँमा, सबै ठाउँमा टोल सुरक्षा समिति बनाएर टोलको सुरक्षा गर्ने प्रबन्ध गर्नुहोस्। अहिले त कस्तो छ भने एउटाले सिरक ओढेर, कम्मल ओढेर सिरक भित्रबाट मोबाइलमा फोन गरेर म जेनजी बोल्दैछु भनेर साना कुरा गर्दैन, हात्तीभन्दा ठुला कुरा गर्छ। कसरी कुरा गर्दै हुन्छ भन्दा सिरक ओढेर, सिरक भित्रबाट। अनि हामी तर्सिनुपर्ने कुनै आवश्यकता छैन। हामी खुल्ला अगाडि बढ्दछौँ लोकतन्त्रको पक्षमा। त्यो कामको अगुवाई हामीले गर्नु छ। र आज हामीले यही परिस्थितिलाई बुझेर यस परिस्थितिको नयाँ ढङ्गले सामना गर्नका लागि अझ फ्रेस, अझ ताजा मनका साथ अगाडि बढौँ। नेतृत्वमा केही नयाँ पिँढीलाई पनि ल्याउँ। अरूले कुरा गर्छन्, हस्तान्तरण पुस्तान्तरणका कुरा गर्छन् अरूले, हामी कामबाट देखाउँछौँ। हामी कामबाट देखाएका छौँ। यहाँ हामीभित्र यस्तो सन्तुलनकारी केन्द्रीय कमिटी छ। नयाँ पुस्ता पनि भरपूर छ। महिलाहरूको राम्रो सहभागिता छ। अनुभवीदेखि लिएर उत्साहीसम्म, पुरानो अनुभवी पुस्ता पनि यहाँ छ र नयाँ उत्साही पुस्ता पनि यहाँ छ। नयाँ पुस्ता, त्यो पुस्ता पनि यहाँ छ। यत्रो पार्टी जसको 76 वर्षको 77 वर्षको इतिहास छ, यत्रो पार्टीको केन्द्रीय कमिटीको सदस्यमा जेनजी पुस्ता अटाउनु भनेको सानो कुरा होइन। त्यो हामीसँग छ। अर्थात् हामी एउटा गतिशील पार्टीको रूपमा नेतृत्वको निरन्तरता, सिलसिलेवार ढङ्गको विकास र नेतृत्व, यसका साथ अगाडि बढेका छौँ।